Hi everyone, namaste and welcome back to my channel. My name is Subhash Limbu र तपाईहरुलाई मेरो नयाँ भिडियोमा धेरै स्वागत छ। सो आज चाहिँ हामी स्कटल्यान्ड जान आँटेको। सो keep on watching भिडियो। अहिले चाहिँ हामी घरबाट निस्किसक्यौं अनि हामीलाई चाहिँ स्कटल्यान्ड जानु चाहिँ 7.5 घण्टा लाग्छ ड्राइभ गरेर। सो हामी चाहिँ अहिले दिउँसोको 2 बजेतिर हामी निस्केको थियौं। सो हामी चाहिँ अलमोस्ट अहिले चाहिँ हामी चाहिँ on the way हो। सो अहिले चाहिँ हामी जाँदै छौं। सो अहिले चाहिँ हामी यहाँनिर खाना खानु अथवा खाजा खानु हामी यहाँ स्टपमा रोकिएको छौं। सो अनि चाहिँ हाम्रो चाहिँ आजको खाना यही खाना आँटेको किनभने उता पाउँदैन खाना। सो होटलमा चाहिँ सो हाम्रो चाहिँ आजको स्टप चाहिँ यही छ। सो यो चाहिँ हो खै कता हो यो म्यानचेस्टर नजिकै होला। सो आज हामी बस्न आँटेको होटल चाहिँ यही हो। सो आज हामी चाहिँ आजको दिन चाहिँ हामी यहाँ बसेर हामी चाहिँ भोलि चाहिँ हामी स्कटल्यान्ड जान्छौँ किनभने आजको दिन चाहिँ हामी स्कटल्यान्ड पुग्दैनौँ। सो किनभने हामी ढिलो नै हामी हिँडेको थियौँ त्यसकारण आज चाहिँ हामी पुग्दैनौँ। हामी एकैचोटि भोलि मात्रै पुग्छौँ। सो आजको हाम्रो बस्ने होटल चाहिँ यही हो। ओके गाइस, सो यो चाहिँ डे 2 हो। हामी चाहिँ स्कटल्यान्ड जाँदा जाँदै स्कटल्यान्डको फेमस टिबेटियन मोनास्ट्री जान आँटेको। सो अहिले चाहिँ हामी अन द वे हो। सो अहिले चाहिँ हामी होटलबाट निस्केर फेमस टिबेटियन मोनास्ट्री स्कटल्यान्डको जाँदैछौँ। सो किप अन वाचिङ। सो फाइनली हामी चाहिँ फेमस स्कटल्यान्डको वान अफ द टिबेटियन मोनास्ट्री हामी पुगिसक्यौँ। सो अहिले चाहिँ हामी कार पार्किङमा छौँ। सो अहिले चाहिँ हामी यो चाहिँ हो कार पार्किङ यहाँको। सो अब हामी यो कार पार्किङदेखि चाहिँ हामी अलिकति भित्र छिर्नुपर्ने हुन्छ। सो यो चाहिँ यो मोनास्ट्रीको नाम चाहिँ स्यामी टेम्पल भन्ने चाहिँ नाम गरेको मोनास्ट्री हामी गएको थियौँ। सो यो चाहिँ हो। सो अहिले चाहिँ हामी ठ्याक्क बाहिर छौँ। सो अहिले चाहिँ यो टेम्पलको चाहिँ हामी म्याप हेर्दैछौँ। सो हामी चाहिँ अहिले यो म्यापको अनुसारले हामी यहाँनिर छौँ पार्किङमा। सो अब हामी यो पार्किङको यो म्याप हेर्दै हेर्दै अब हामी भित्र भिजिट गर्नुपर्ने हुन्छ। सो अहिले चाहिँ हामी यही म्यापलाई हेर्दै हेर्दै अब चाहिँ हामी भित्र भिजिट गर्नेछौँ।
सो अहिले चाहिँ हामी भिजिट गर्दै गर्दै हामी यहाँ एउटा स्ट्याचु अगाडि आइपुग्यौँ। सो यहाँको पानी चाहिँ एकदमै चिसो थियो हैन, वेदर पनि पानी पर्ला जस्तो वेदर एकदमै धुम्म थियो र पानी पर्न आँटेको थियो। सो मैले चाहिँ पानी पनि टच गरेँ र एकदमै चिसो हो, फ्रिजिङ कोल्ड पानी थियो यहाँको चाहिँ। यो चाहिँ यो मोनास्ट्रीको वान अफ द बेस्ट गार्डन हो। सो यहाँ चाहिँ डाँडाको छेउमा एकदमै राम्रो गार्डन थियो। सो हामी चाहिँ यो गार्डनमा गयौँ। यो गार्डन चाहिँ खोलाको छेउमा थियो र यहाँ चाहिँ एकदमै भेराइटीको फ्लावरहरू थियो अनि यहाँ चाहिँ डिफ्रेन्ट स्ट्याचुहरू थियो। सो हामी चाहिँ यहाँनिर गएर एकछिन खोलामा गएर पानी पनि टच गरेँ। एकदमै चिसो थियो, मौसम एकदमै धुम्म थियो, पानी पर्दै पनि थियो अलिअलि। सो हामी चाहिँ मजाले यो वरिपरि घुमेर हामी चाहिँ हाम्रो डेस्टिनेसनतर्फ लाग्यौँ। सो यो चाहिँ एकदमै दामी सिन थियो, यहाँबाट चाहिँ एकदमै राम्रो भ्यूहरू देखिरहेको थियो। सो यो सबै हेरेर हामी चाहिँ हाम्रो अर्को डेस्टिनेसनमा गयौँ। सो यो भिडियो चाहिँ यति मात्र थियो। सो यो चाहिँ पार्ट 1 भिडियो हो। सो इफ यु लाइक दिस भिडियो देन डोन्ट फर्गेट टु लाइक, शेयर एन्ड डोन्ट फर्गेट सब्सक्राइब टु माई च्यानल विच इज सुभाष लिम्बू अफिसियल। र पार्ट 2 भिडियो चाहिँ अब नेक्स्ट भिडियोमा आउँछ। सो किप अन वाचिङ, बाई गाइज।